युवक बौद्ध मण्डल नेपाल क्लब 25 या कोसले जुगु राष्ट्रिय बुद्धिस्ट आर्ट ठेडे बल्लाया विजेता तेत शिरपा लल्हागुदु शनिबार यलया लोक किटिम महाविहार किनु बैली जुगु जाजोले ठेडे बल्लाया विजेता तेत शिरपा लल्हागु ख क्लब 25 या अध्यक्ष रोशनी बजाचार्य या सभा नायस्वी जुगु जाजोले बागमती प्रदेश सांसद शोभा साक्य विजेता तेत शिरपा लल्हाना दिगु ख Kritika Rai, Bye. कार्यक्रम YMBA क्लब 25 भन्ने बित्तिकै YMBA का हात खुट्टाहरू हुन्। YMBA मा धेरै हात खुट्टाहरू छन्, त्यसमध्येमा पनि यो क्लब 25 एकदमै बलियो, एकदमै आवश्यक भविष्यका कर्णधारहरू। YMBA का भविष्यका कर्णधारहरू भनेकै YMBA क्लब 25 का क्लब 25 भन्ने बित्तिकै अझ 16 देखि 25 वर्षसम्मका भाइ बहिनीहरू हुन्। उहाँहरू एक जना अध्यक्ष हुँदै हुँदै आज 15 जना अध्यक्ष पूर्ण भइसकेको छ। जाजोले युवक बौद्ध मण्डल नेपाल अध्यक्ष अर्नी तारा बज्राचार्य निर्णायक मण्डल या दुजत क्लब 25 या पदाधिकारी तेस राष्ट्रिय बुद्धिस्ट आर्ट ठेडे बल्लाया बारे जानकारी बिया दिएको ख यो 52 वर्ष पार गरेको YMBA चाहिँ जुन 2027 सालमा स्थापना गरेको त्यो चाहिँ उद्देश्य मार्फत हामी जुन गतिमा गइरहेका छौँ त्यो चाहिँ एकदमै राम्रो छ। हामी चाहिँ नेसनल इन्टरनेसनल लेभलमा YMBA भनेपछि चाहिँ अहिले कसैलाई चिनाइराख्नु पर्दैन, त्यसको मेनले नै त्यसको कति सक्रिय छ, कति गुडविल गरिरहेछ। त्यो मेन YMBA भन्ने बित्तिकै समाजमा होइन, नेपाली समाजमा मात्र होइन, अन्तर्राष्ट्रिय समाजमा पनि यसको आफ्नै ख्याति छ। यसको लागि चाहिँ हामीले YMBA का पूर्व अध्यक्षहरू, YMBA प्रति समर्पित सबै सम्पूर्ण कार्य समितिहरूलाई चाहिँ हामीले चाहिँ गुणानुस्मरण गरिराख्नुपर्छ। अब यस्तो आधार सिद्धान्त क्राइटेरिया नभइकन चाहिँ यो गर्न गाह्रै हुने भएको कारणले हाम्रो क्राइटेरिया के थियो भने चाहिँ एउटा विषयसङ्गत हुनुपर्ने। विषयसङ्गत हुनुपर्ने भनेको के हो भने चाहिँ अब दुष्कर्चर्या भनेर चाहिँ त्यत्रो ओरिएन्टेसन दिएर चाहिँ दुष्कर्चर्याको चाहिँ जुन बयान गरेको छ यहाँदेखि यहाँसम्म समेटेर बनाउन सकिन्छ भनेर चाहिँ जुन भने हो त्यो आधारमा चाहिँ हुनुपर्ने। त्यो विषयसङ्गत त्योसँग चाहिँ कति नजिक हुन्छ, सबभन्दा ठुलो पोइन्ट चाहिँ त्यही हो कि यो पुरस्कार निर्णयको चाहिँ पहिलो चाहिँ बुँदा भनेको विषय जुन दिइएको विषयसँग चाहिँ धेरै नजिक हुनुपर्ने। अनि अर्को दोस्रो चाहिँ यो संयोजन कम्पोजिसन चाहिँ राम्रो हुनुपर्ने है। अनि त्यो कम्पोजिसनभित्र चाहिँ ड्रइङलाई पनि हेरिने है। अब ड्रइङ कतिको राम्रो गरेको छ, कतिको राम्रो गरेको छैन। आफ्नो व्यस्तताका बावजुद पनि हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस कार्यक्रममा उपस्थित भएकोमा हाम्रो YMBA क्लब 25 का पास्ट प्रेसिडेन्टहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। र YMBA चाहिँ एक नन प्रफिटेबल, नन गभर्मेन्टल र नन पोलिटिकल संस्था हो। यो जुन संस्था वर्ल्ड फेलोशिप अफ बुद्धिस्ट युथ प्रोभिजनल सेन्टर पनि हो। YMBA अन्तर्गत विभिन्न उपसमितिहरू छन्, जुन मध्ये YMBA क्लब 25 पनि एक उपसमिति हो। र YMBA क्लब 25 को स्थापना 19 डिसेम्बर 2006 मा भएको थियो। क्लब 25 डेन्यङ्कया युवा तेत लक्षित याना दुष्कर्चर्या विषयले बुद्धिस्ट आर्ट ठेडे बल्ला यागु ख
अथे जाजोले क्लब 25 या नुगु नेतृत्व न लेगु जाजुगु ख जिन येकगु जासना पुच मिला बजाचारे या अध्यक्षता गठन जुगुदु निर्णायक